कितना खूबसूरत गर्मीले लाइन नभएर भौतारी हिँड्दैछौँ हामी गएको जहाँ जुन फोन भेट्यो त्यहीँदेखि दिने हो तिमीहरूले इलामा खिचेको आइफोनले खिचेको क्यामेरादेखि त्यो ऊ चाहिँ सर्ट भिडियोहरू भनेको सर्ट भिडियो होइन त्यो फोटोहरू ए फोटो त क्यामेरादेखि त्यही पर हो हेमन्त नि 30 रुपियाँ गोटा त्यसको बाजे ल हो त्यही त हेरेँ चटपटे खान आइपुग्यो मधुबलाको बेस्ट चटपटे स्पट अङ्कल हामीले एउटा चटपटे र एउटा निम्ति गरिदिनु ल दुइटै पिरो अमिलो गरिदिनु नि कति धेरै फरक देखियो कति साह्रो गर्मी पहिला त यहाँ टेबल थियो त बस्ने एउटा मात्रै रहेछ बस चस्मिस बना वाह कितना खूबसूरत लग रही है डिपार्टमेन्ट पाउँछ कि अलिक राम्रो खालको के राम्रो ग्रिन कलरको फुल हुन्छ राम्रो लाग्छ हो अस्ति मैले आफै लगाएको थिएँ कसरी चटपटे थेपमा हो अब कति पर्छ एउटा लगेको धेरैवटा आयो नि हुन्छ देखा यता मेरोमा जस्तो पो देख्यो के पो पर्सोना पर्सोना मिठो छ देखियो क्या उनीहरूले एउटा होटल खोलेको रहेछ रोस्टहरू पाउँदो रहेछ राख्नु पर्ने कहाँ ऊ त्यहाँ ऊ यहाँ क्या त्यो कसले भनौँ देखिँदैलाई त्यही छ त यहाँ हौ उयो पहिला पनि थियो नि तर बन्द भएको थियो त्यो फास्ट फुड होइन खै के हो होला त्यो के यो हो यहाँ यत्रो टिनले बारेको जस्तो होइन रातो रातो पैसाले यहाँ लाउँ कुन जाको पैसाहरू नबाडै यो चिज चाहिँ मैले यहीँ यही अङ्कलकोमा खाएको अलिम कि हुन्छ नि तर हाम्रो मधुमलाको बेस्ट चटपटे के भन्छ यसलाई सप चटपटे सप कस्तो तर नि म त बिरामी हुन्छु होला हौ किन अनि गर्मीमा अस्ति पनि पर नानीलाई हस्पिटलमा राखेको बेला एकैछिन घाममा हिँडेर आउँदाखेरि एक घुट लोचनले चिसो खाँदै थियो एक घुट खाएको नि पो त टन्सिल भएर झन्डै मरिगयो त्यो पहिला पनि तेरो थियो अनि त्यही न्यु सुकुन चाखिस चाख्लो चाख्लो चिटिक परेर आउँछ म चाहिँ के हो यस्तो हामी भन्न यो त अलिक चिटिकै छ आफ्नो यहाँ गोजी पनि टालेको यहाँ तलको बोजूले उकाएर यहाँ माथि टालेको जाली राख्नु सजिलो जसलाई स्पेसल के पो यो चाहिँ ऊ हो क्या के भन्छ त्यसलाई चाम के भन्छ स्पेसलिटी के पो भन्छौ इङ्ग्लिस पनि अलिक फरक छ फेरि मेजर नेपाली हामी
यहाँ छ त पिरो 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 लाग्यो आजकल पिरो अलिक हेरेर लाइन नभएर पानी लाइन नहुँदा आउँदैन होइन कहाँ चाहिँ त्यस्तो खतरा गरी बनाउन थालेछ त अहिले त रमिदेमा पो कति मजा होला नि जानुपर्ने हौ पैसा हुनु पऱ्यो नि त्यहाँ पुग्ने पैसा 500 रुपियाँ गोटा अरे अप डाउनमा 1000 मसला स्कुटीवाला साथी पनि छैन नि 2 गुटे हिँडेर पनि पुगिन्छ है पुगिन्छ होला हौ साँच्चै हामी त बिहान हिँड्यो फर्स्ट डे गराउँदै काम पनि छैन सक्छ तर बिहान हिँड्नु बनाउँछ राति नै हौ अहिले त झन् के साह्रो नयाँ नयाँ उयोहरू खोलिएको क्याफेहरू अनि चियर्स अरे क्या बुढी अगाएपछि चाहिँ काम भइसक्यो तेरो कि छैन उनको त भएको छैन नि तल ओर्लाबारीवाला बिजुलीको अझै मिटर बक्स आउनु बाँकी छ 4-5 महिना लाग्छ अरे नर्मली अब अस्ति 2-3 चोटि फोन गरेँ आएको छैन भने मेरो कलेजलाई बस्छु अहिले चाहिँ तिमीहरूले कसको नामको बत्ती चलाउँदैछौ पहिलाकै छ नि के पो थियो हो पहिलाको हो न के पो हो उसको नाम गजिराम ए त्यो के पो हो आज त्यस्तै नाम हो कहाँ गयो त्यो मान्छे मरो कति ठाउँ भर्किँदै सरेर भनेर इटहरी गरेर आएर पुरा थाहा भयो अब कन्ट्याक्ट गरेको कन्ट्याक्ट गर्दा सोच्दा अरूहरूले भन्दा आज किन पानी 8 बजेदेखि लाइन गएर चाहिँ कहाँ पानी लाइन 8 बजीबाट गयो पानी हो नि चलेको ठाउँ त्यतिकै चल्छ यहाँ पनि भिडियो गरेर भाइरल बनाइदियो कि क्या हो कतिलाई थाहा छैन नि त चटपटे चटपटे कति धेरै गुनासो गर्छन् यस्तो भएको स्कुलमा यस्तो दुःख पनि लाग्छ के गुनासो गर्यो अघि सुन्नु टिचरहरू जतिको अनि कति त अब लाइक पास हुने नानीहरू फर्स्ट सेकेन्ड हुने नानीहरू पनि फेल भयो कति केमा फेर भएको 6वटा विषयमा उहाँको नाति ला
अनि काली माता हुन्छ कि महाकाली दोस्रो काली खाने के भयो त्यो त्यही कोपाले भने जस्तो टिचर फेरिएर पो होला हौ के नानीहरू त्यस्तो एउटाले तरिका मिक्स हुन्थ्यो बोल्नु त धेरैवटा थियो हामे लगा हामवाला बोल्नु कसरी उल्टी आउला होला जस्तो भयो त यसले होला किनभने अलिकति नुन चक्किलो पनि होइन मधुमेह यसमा चाहिँ त्यस्तो रहेछ क्या चक्किलो छ यो अलिक बोल्नु नुन पनि पानीपुरी खाने भयो पानीपुरी चाहिँ खाऊँ त्यो सोच्दैछु अङ्कल एक प्लेट पानीपुरी बनाइदिनु ल के भन्नुभयो एकछिन भनेको बन्छ ल सुभाष आज चाहिँ हाम्रो अङ्कल एक्लै हुनुहुन्छ रहेछ सधैँ त एकजना हुनुहुन्छ सिस्टर को हो त्यो बुवाको सजाउने बुहारीको पहिला 3 जनासम्म बसेको देख्छु कि त्यस्तो चल्छ क्या साथीहरू थाहै छैन अब अनलाइनमा टिकटकमा हाल्दै पर्ला लोकेसन भिडियो चाहिन्छ भने चाहिँ कमेन्ट प्लिज अनिसा पर्साईलाई कमेन्ट गर्नु होला म यो ब्लग मेन्सन गर्छु तँलाई हुँदैन भने हामी दुईजना मिलेर मेन्सन गरिदिउँला लोकेसन एकदम गिलो खानुहुन्छ कि सुक्खा खानुहुन्छ कि के भन्छ यसलाई चना आलु नुकी खानुहुन्छ कि गुतरपट्टि खानुहुन्छ अब हाम्रो त सकिहाल्यो यस्तो त्यस्तो हुन्छ तर त्यो धेरै भएर छोडेको हो कि नमिठो भएर होइन नि अमिलो पिरो लगाइदिनु ल अलिक नुनहरू पनि कडक यसमा ठिक्क भएको त्यसमा अलिक मजबुत हुनु कि यसमा चाहिँ अलिक कमी भयो नुन अरू त ठिक थियो आज एक्लै हुनुहुन्छ मम्मी हुनुहुन्छ मम्मी सामान सकेर घर जानुहुन्छ खिया सिकाउनु पुस्दैछु अनि हाँसु काट्दा भइहाल्यो यहाँ हाम्रा दोस्तरला है दोस्तरला रुमाल यहाँ छिरी गएर महेन्द्रले कराइदियो साथी मेम जस्तो लाग्छ को ए त्यो अगाडि हेर्न छ होला हौ नगर्नु छैन नि म त अहिले त कति मजा लाग्यो म के हेर्छु कि कम्ता अग्लो देख्दिनँ म के भन्नु छ्या म त कति मजा लाग्छ म के भन्नु होला अब म के भन्नु भक्कै लाग्यो कोही कहाँ जाउँ न हौ अब कहाँ जानु हिँड्दै लु त जाउँ न कहाँ जाने हाटबरीहरू अब अहिले खोलातिर जाने कुरा भएन को आउँछ मऱ्यो भने फेरि कसले हाम्रो ब्लग मरेपछि भाइरल भयो भने के गर्नु उडेर जानु पैसा छैन साथीहरू अब गुडेर जानु पनि पैसा छैन कहाँ जाने हो जान चाहिँ हिँडेर जाने हो फ्याट कति नम्बर पड्काउँदै फेरि चुलीपुर जाने एक दिन म त पनि गएको अनि जानु धेरैजना भने मात्रै तेरो आन्टीहरूलाई पनि भन्नु कान्छी मेरो आन्टी ल म एकचोटि गर्छु कुरा भन होइन अनि भाइहरू पनि छ त जानु हुँदा गएको नगएको सर्ट म यतानिर नानीहरू पनि भन्छु भन् न भयो भने जानु हाम्रो चाहिँ तर बिजोक छ कसको चाहिँ राम्रो छ हौ कसम होइन लाइक त्यो स्कुलले तोकेको काममा पुरा नगर्दा चाहिँ त्यो अर्काको अर्डरमा काम गर्दा चाहिँ गाह्रो हुन्छ कि कहिले
अहिले अस्ति भिभा कि भाइबा ऊ आइरहेको थियो तर कतिको मा त्यो त 4औं इयरको ए के साह्रो हँसिलो हो हाम्रो सर पहिला हामीलाई त्यो उमा पढाउने कुन पढाउनु लास्ट त्यो 4th इयरदेखि हामी चाहिँ कति माथि पनि उनीहरूको लागि आएको थियो नि हौ कोरोनाको थियो होला त्यो टिचिङ गर्नु ए ले हल्का हल्का बुक यहाँ भएको थियो टिचर के छ एक याद है दोस्तो पोखरी अरू कहाँ छ जाने ठाउँ हाइकिङ त सिलगढी बसेर छ होला उता पर पनि छ अरे त तेरो आन्टीको घर कहाँ पो हो लेटाङ होइन होइन कहाँ कुन आन्टी कुन त कुन आन्टीहरू ए लेटाङमा एउटा कस्तो राम्रो ठाउँ छ त गङ्गा डेमाको लेटाङ खोइ के भन्ने ठाउँ छ हौ आन्टी त उर्लाबारी बस्छ अहिले काजी सानी त खान जाने तेरो सानो उडाले बस्नुहुन्छ कहाँनिर त्यो कहाँ भनौँ त्यो ऊको ठ्याक्कै के पो स्कुल छ नि त्यो पो त्यहाँ सरकारी स्कुल जाँदा जाँदै राधिका राधिकाको अपोजिट अलिक भित्र बस्नु उता यता ऊकोपट्टि त्यो राधिका स्कुल अगाडि पनि हाट खोला छ थाहा छ हो र कति मिठो मिठो मोमो थुक्पा सुँगुरको सुकुटीहरू नि त उता सानीले भन्दै थियो यहाँ कहाँमा सुँगुरको मात्रै पाइन्छ अरे तर म छिरेकै ला छुइनँ त्यही राधिका स्कुलको यो भयो नि अनि यो रोड अनि यता छ नि यो घरहरू लाइनले त्यो सबै होटल हो हो र फर्स्टको त्यो टाँडे घरहरू सबै होटल हो त मिठो हुन्छ अझै सफा पनि हुन्छ खुसीहरू यत्रो अब भइसक्यो यार भोलि पर्सि पैसा कमाएर खानु जाने कुन खुसीहरू सबै चिन्छ यसले कता कता छ हाँस्दैछन् त्यो फिल्म कति राम्रो पो छ अरे त हौ के फिल्म अरे के अरे तँ भन त हामी पनि मान्छे चाहिँ नराम्रो होइन कि तर हामीसँग राम्रो क्वालिटीको फोन नभएर हो क्या हामी नराम्रो भएको यो चाहिँ मलाई थाहा छ कि चियर्स गाइज यहाँ कत्रो मोटो भइसक्यो म ठिक छ होइन ठिक छैन म त 50 भन्दा त मलाई मन पर्दैन म पनि तर अलिक चाहिँ मोटाएको छु यति भन्दा चाहिँ लु त चाहिँ बरु ठिक छ है त किनभने अग्ली छ नि त अब म मोटाउने यहाँ हेर्नु यहाँ हेर्नु त ए यस्तो के हो यो वाट इज द्याट वाट इज दिस भन्छ होला यसलाई छुइसकेपछि के हो यो उफ गर झन्डै गऱ्यो हौ मोटाएर झन् त्यही भएर एक्सर्साइज गर्ने भनेर भनौँ गाडी 10 बज्छ त्यही पनि केही छैन अब घट्नुपर्छ बिस्तारो आफुरी घोप्टो उतानो झोल आज कि चाहिँ बाजी कि चाहिँ आधी पराउन गइन्छ एउटा भोलेको त्यहाँ पर चाख्छु र ल Cheers, guys. यो पानी अझै फ्रिजमा राखेको चिसो भने दामी हुन्छ मिर्छ तर यत्रो अनुहार देखिरहेको रहेछ पर्सेन आफ्नै अनुहार मलाई लाग्छ
हाँ हाँ के बनाउँछ परिवार लगायो भने पुरै अनि यति खाएपछि अगाएर भने चाहिँ तर के भोक लाग्नु पर्ने अब लगभग भात उब्रिँदै पऱ्यो स्टुडेन्ट हौ चिने सबै स्टूडेंट नै हो लाइफ में एक ऐसी शॉर्ट करने वाली दोस्त तो होना चाहिए दोस्तों अगाडि पछाडिको उत्ताको पछाडिको पर उभियो कुन हौ स्किन कलरको लगाउँछ टी सर्ट छाता बोक्ने